खल भाइ हेलो गर्छु होइन हिँड न बाटो दादा हुँदा हुँदा किन टेन्सन अब चाहिँ हामी पुरा जङ्गलको बिचमा जङ्गलको बिचबाट जाँदैछौँ है पछाडिबाट हर्न बजाएर चाहिँ किन खोइ रोकिदिनु पर्यो फाइनली आयो अदिस 1 किलोमिटरमा 20 पुरै कच्ची बाटो चल्दैछ है जङ्गलको बिचमा कच्ची बाटो वरिपरि हरियाली पछाडि आउँदैछन् दुईजना एकजना चाहिँ खोइ हरायो कहाँ गयो अब खोइ त्यसलाई चाहिँ अब के गर्ने हो त्यसको उपचार चाहिँ केही छैन त्यही नै अब हामी चाहिँ यहाँ कच्ची बाटोको फिलिङ लिँदै गइरहेछौँ यहाँ छ पोज दिइहाल्छन् केटाहरू फेरि एकदम जङ्गलको बिचमा होइन त्यो चाहिँ बोलाइरहेछ अब किन बोलायो भने चाहिँ अब थाहा छैन यहाँ अरू नै आउँछन् होइन टक्क दुईतिर जङ्गल अब चाहिँ लगभग आधी घन्टा छ आधी घन्टामा चाहिँ हामी पुग्छौँ अनि पुगेपछि के गर्छौँ खोइ थाहा छैन तर पहिला पुग्नु पऱ्यो हिलो रहेछ हिलो यहाँ हाम्रो टक्क राइडहरू यहाँ छोडेर सबजना बासतिर लाग्यो होइन अब यस्तै हो पुग्छौँ हामी लगभग आधा घन्टा जति छ ए हाइमन आयो अब अहिले अब हामी अफरोडिङ गरिरहेछौँ भने अफरोड बाटो देखाइ न यो ठाउँको मेयर वडा अध्यक्षको होइन म एउटा गुजारिस गर्न चाहन्छु यो बाटो चाहिँ अलिकति सुधार्नु पर्यो क्या अहिले चाहिँ हामी पुगिसक्यौँ रिसोर्टमा टक्क बाइक पार्किङ गरेर हामी अब तलतिर लाग्यौँ होइन यहाँ रुमको कुरा चल्दैछ टक्क आउँदैछन् सबजना अब चाहिँ हामी के हुन्छ अब रुम हेर्ने प्रक्रियामा जाउँ है त ल हामी चाहिँ अब रुममा बस्यौँ यस खतरा यहाँ 10जना नि अट्छ यो रुममा बर्थडे होइन 10जना अट्छ हो यहाँ त अब अब चाहिँ यहाँ घरतिर फोन हान्नुपर्छ बाहिरतिर जाने हो है डुल्नलाई यहाँनिर टक्क हामीले खाजा खायो यहाँ भित्र चाहिँ यहाँ खोइ के चलिरहेछ होइन हामी चाहिँ अब टक्क मासतिर जाने के अरे डाँडा गाउँ हो कुशलले राख्दा डाँडा गाउँ डाँडातिर जाने भनेर हामी चाहिँ सायद यतापट्टिको यतापट्टिको जाने हो होइन सो अब चल्दैछ हामी टक्क यहाँ सामान राखिहाल्यो फोनमा चार्ज हाल्ने हो अब चाहिँ ट्याक्क जानुपर्छ के हो ल ठिक छ अब चाहिँ हामी जाउँ होइन अब चाहिँ हामी टक्क घुम्न जानला है मासतिर ट्याक्क जङ्गलतिर के गर्ने हो हेरौँ म चाहिँ अब माथि आइसकेँ होइन अब यिनीहरू चाहिँ अब कुन बेला आउने हो कसलाई कुरेर हो चोरहरू के गर्छन् है अब कतातिर जाने भन्ने चाहिँ हामीलाई पनि थाहा छैन किनकि हामी यहाँ नयाँ हो नि त अब आउँदैन नि त हामी चाहिँ यहाँ कुरे हुने भयो हामी भन्दा पनि म त एक्लै छु है यहाँ आयो ड्राइभर आयो मेरो होइन ड्राइभर आयो अब हामी चाहिँ यहाँ छैन नि एउटा मात्र भोगाएको मैले त त्यही भएर अब मोबाइलको टेन्सन यतिकै गोजीमा हाल्ने 10जना आयो है यहाँनिर
खली भाइ नि आयो अब ल अब हाम्रो भ्लग कन्टिन्यू फेरि खली भाइ हेलो भन्दैन हो यतिको हुनुपर्छ क्या यतिको सपोर्टर हुनुपर्छ अब चाहिँ हामी चल्यौँ कहाँ जाने हो चाहिँ थाहा छैन तर जान चाहिँ लागेको छौँ बुझ्मा एउटा मोबाइल छ हरायो होइन बाटो कभर नि छैन अरे अब झऱ्यो भने अर्को तनाव के गर्ने हुन्छ हामीलाई चाहिँ होइन म चाहिँ यसरी यो मोबाइल समाएर बस्दैछ तनावै तनाव छ होइन पछाडि महिना आउँदैछ हाम्रो महिनीहरू यहाँ हाम्रो खली छ खली द ग्रेट खलीको पेजलाई नि सपोर्ट हानिदिनु होला नेपाली खली 69 होइन यो हाम्रो खली हो नेपाली खली एकदम खतरा छ राइडिङमा चाहिँ हेर्नु त्यहाँ होइन अहिले फिदा हुन्छन् फिदा आफ्नो यहाँ स्टोन देखाउँछ होइन गाली नि खाइसक्यो आज कसो गाली पनि खत्म त्यसको गाली आयो होइन गाली अब भन्यो भने त फेरि रिसाउँछ गोरु फेरि यहाँ त्यहाँ हेर्नु त्यहाँ पुरा खुट्टा उचाल्दै जान्छ आयो यस्तो राइडर भएपछि चाहिँ ग्रुप कम्प्लिट त्यहाँ बिचरा पछाडि बस्नेको सबै बुझ्दा उडिसक्यो होला होइन त्यही पनि ऊ चिलमा भिडियो बनाउँदै हिँड्दैछ क्या पछाडिमा उड्दै आइरहेछ है यतिको राइडरै राइडर छन् क्या हाम्रो ग्याङमा यहाँ चाहिँ गाई झन्डै लडेको अवस्था होइन त्यही हो हेर्दै जाऊँ भ्लग एकदम खतरा हुन्छ मेरो भ्लग भएपछि खतरा नहुन्छ चान्सै हुन्छ बाटोको अवस्था हेर्न सक्नुहुनेछ यहाँ एकदम टायर एकदम चिप्लो रहेछ है अघि देख्नुभयो होला ओह्रालोमा कस्तो चिप्ल्या पुरा स्किड खायो पछाडि हाम्रो राइडर आइसक्यो हाम्रो होइन पछाडि चाहिँ देखिया कि छैन त्यो थाहा छैन त्यही नि यो बाटोले गर्दा चाहिँ एकदमै मलाई चाहिँ मोबाइल समाउनु पनि डर लागिरहेको छ क्या मेरो मोबाइल झऱ्यो भने फेरि गयो क्या कालो गाई रहेछ कालो गाई एकदम डेन्जर बाटो छ है अनि यहाँ चाहिँ अब एकदम हरियाली होइन बाटो माथि बुद्ध स्तूपा जाने यही बाटो हो बुद्ध स्तूपा हो कति बेला लाग्छ यस्तै हो बाटो सबै यस्तै ल बाटो चाहिँ माथि रम्य यस्तै रहेछ होइन हामी पत्ता लगाइहाल्यौँ आधी घन्टा जति लाग्छ होइन अब एकदम बाह्रै बाह्र म्या के भयो अब चाहिँ यहाँ राइडरहरू पछाडि छन् होइन अहिले अगाडि जाँदै भन्ने छ होइन खलीको राइडर यस्तै हो यहाँको राइडर यहाँ हाम्रो खली राइडर भन्छ यसलाई खली राइडर हो है त्यहाँ हेर्नु न त्यहाँ चला स्टाइलमा त हेर्नु त्यहाँ यसले गाली नखायो अरू कसले गाली खान्छ तपाईँलाई के भयो हाम्रो यहाँ राइडरको राइडिङ हेर्नु नि गाडीबाट नै त्यहीँबाट नाटक गर्छ केही हुन्न हौ बिस्तारै लाग्न धोको बाइक भयो नि फेरि धुला नि धोको बाइक भनेर हिलोमा हाल्न एकदम डराइ रहेछ क्या त्यही त हिलो पर्छ भनेर अर्को हाम्रो राइडर पछाडि आउँदै हुन्छ अब खाली राइडरको त कुरै गर्नु परेन तपाईँहरूले राइडिङै देखिसक्नु होला अब ऊ त कहाँ पुग्यो ओ डाँडा चढ्न लागिसक्यो उसलाई डट टेम्पल हाल्दा अब उसलाई अब डट टेम्पलमा हालेर स्कुटरमै डट टेम्पल क्या फेरि उसलाई बाइक चाहिँदैन ऊ एन्टर्क अब यहाँ यस्तो छ लोकल भिलेज छ होइन त्यहाँ बिचरा पछाडि बसेको सातो गइसक्यो है होइन त्यो मासतिर भने अदिसको कालै आउँदैन आज होइन त्यहाँ अदिसलाई चाहिँ अब छोडिदिनु यस्तै अब रमाइलो घटनाहरू देखिरहनुहुन्छ
भ्यू त खतरा रहेछ टाढो तर कोरै रहेछ पुरा के भन्छ यसलाई फग चारैतिर फग रहेछ है अलि यहाँ गाईको दर्शन आए हल्ला गर्दै आउँछन् हल्ला गर्दै आइरहेछन् होइन फेरि हिलो खलीको बारे यस्तो छ हेर्नु त्यहाँ हेर्न सक्नुहुन्छ मोबाइल चाहिँ झर्ला भने अरू केहीको बिच छैन मलाई मेरो मोबाइलको मात्रै हेर्नु यताबाट ओभरटेक गर्न खोजिरहेछ तर हामीले च्यापेर ओभरटेक गर्दाखेरि यताबाट छिर्न खोज्यो ल्यामै हाल्यो फेरि उताबाट आउनु खोजिरहेछ होइन अब अरूभन्दा नि गोजीमा मोबाइल छ क्या त्यही गोजी अड्क्यो के भयो स्कुटर बिग्रियो त्यसलाई कन्टेन्ट वाह झन्डै जङ्गलको बिचमा उसको फेरि ल कहाँ नाली ल्याउनु यस्तो दुःख कष्ट गरेर यहाँसम्म आयो भाइ लास्टमा त बाटै अर्कै रहेछ ल सबजना फर्किँदै अब हाम्रो ओरिजिनल बाटोतिर हामी त पुरै रङ बाटो आएछौँ खली भाइको राइडिङ हेर्दा हामी त धेरै टाढा पो आइपुगिसकेका छौँ होइन अब हामी सही बाटोतिर जाँदैछौँ एकदमै यो स्थिति चाहिँ एकदमै हाम्रो गम्भीर भयो होइन गम्भीर त के भयो 3 त बजे हामीसँग टाइम त छ होइन टाइम नभएको होइन त्यही पनि बाटो बिर्स्यो होइन केही छैन यस्तो भइरहन्छ शान्तिको कुराहरू बेला बेला फेरि यो बाटोको मजा लिँदै जानुपर्छ फेरि उफ्रिँदै होइन अरू केही उपाय नै छैन हामीसँग पुग्यौँ फाइनली खालि भाइ यहाँ पुरा 7जना बाइक यहाँ राख्दैछौँ अन्त यहाँ चाहिँ 3टा मूर्ति ट्याक्क लगाएर मोइनको लुक्स डेन्जर भइरहेछ होइन यहाँ खली भाइ त उस्तै भइहाल्यो यहाँ राइडरहरू राइडिङ हाम्रो चाहिँ यहाँ आएर नि अब अदिस भाइ त हाम्रो गजनी भइहाल्यो गजनी पुरा यो तालु हो सरी माई मिस्टेक अझै खली अब हाम्रो हिरो पारामा हेलमेट खोल्छ उसको फेरि पारै छुट्टै छ है याद थाहा छैन नि त मलाई अब यही हो अब घुम्ने फिर्ने म जान्ने कुकुर त्यहाँ कुकुर रहेछ होइन अब म जान्ने बस्ने अब यति हो हाम्रो काम भने